भन्नु न यो मुतुवा पुलको बारेमा एक दुई शब्द भन्नु त यहाँ आएर भन्नु न यहाँनिर अलिक अगाडि आएर यहाँ अलिक छेउमा आएर भन्नु नि मुतुवा पुलको बारेमा एक दुई शब्द यो पुलको बारे हो ल होतैबाट भन्नु होतैबाट भन्नु हो क्या उयो आए पनि त्यतै मुच्छ यताबाट आए पनि यतै मुच्छ नि अनि अरू किन हो यो मुत्नु पुल पाएन मुत पुल त भयो नि तर किन मुतेको अरे यो पुलमा त्यो त्यसको अलिक पर मुच्छ नै वरवरो अरूले मुते भन्छ नि त होइन तर यो पुल बनायो राम्रो हो नि त किन यो पुल चाहिँ कसले गर्दा बन्नेको यो पुल यो मुतुवा पुल कसले गर्दा बन्नेको यो त अब हामीले जानिएको छैन यो हामी सबै अब अब उ गरेको होला कसो के गरेको छ सबैले मागेको छ त्यही बनिएको होला कि जस्तो लाग्छ कि यो मुतुवा पुल कति सालमा बनेको यो मुतुवा पुल कति सालमा बनेको मलाई थाहा छैन अहिले थाहा छैन तपाईँको नाम भन्नुहोस् न तपाईँको नाम यसो भनिदिनु न किन यहाँ भिडियो गर्दैछ क्या भिडियो देखोस् न भनेको यो पुलको बारेमा तपाईँले केही भन्नुहुँदैछ कि त्यही भएर देखोस् सुन्नुहोस् न तपाईँको नाम सिधै भन्छ गोविन्दी हो हजुर गोविन्दी हो गोविन्द सिधै भनिदिन्छु अन्त के ढाँटेको छ होइन अलिक बुझ्ने प्रष्टसँगले भन्नु न गोविन्दे होइन गोविन्दे के हो तपाईँको थर चाहिँ के हो हिमालय हो नि धिमाल सब कुन धिमाल तपाईँ त्यहाँ पनि छ त्यस्तै छ तपाईँ चाहिँ कुन धिमाल भन्नुहोस् न किन यहाँ जनता जान्न चाहन्छ जनता योङह्याङ सिधै भन्छु अनि यता चाहिँ कुन धिमाल हो यता चाहिँ कुन धिमाल हो अलिक पर परेको छ यिनीहरूको बारेमा के भन्न चाहनुहुन्छ यिनीहरूको बारेमा तिनीहरूको बारेमा यहाँ पढ्नु थालेको छ कि यहाँ